हेलो साथीहरू, हामी चाहिँ घले गाउँ जान लागेको। यो तलको सहर चाहिँ बेसी सहर हो। यो बेसी सहरबाट चाहिँ लगभग 24 किलोमिटरको डिस्टेन्समा रहेछ घले गाउँ चाहिँ। यो आधा बाटोसम्म चाहिँ एकदमै राम्रो रहेछ, आधा बाटो चाहिँ एकदम बिग्रिएको थियो, बिग्रिन चाहिँ। त्यसपछि यो माथि डाँडामा गयौँ। यो चाहिँ डाँडादेखिको भ्यू चाहिँ हो। अनि त्यसपछि चाहिँ हामी यहाँ एकछिन बस्यौँ अनि यसो यहाँबाट तल हेर्ने काम भयो। त्यसपछि अलि माथि गइसकेपछि त्यहीँ माथि रहेछ यो चाहिँ घले गाउँको मेन गेट हो। अनि यहाँ पुगिसकेपछि चाहिँ यो प्रोसेस गर्नुपर्ने रहेछ। यो अगाडिको चाहिँ त्यो अफिस हो, मेन अफिस। यहाँ चाहिँ सबै कहाँ जाने, कसको घरमा जाने भन्ने फिक्स भइसकेपछि हामीलाई लिन आउनुभयो। त्यसपछि टिकासिका लाएर स्वागत गरिदिनु हुने रहेछ। त्यसपछि चाहिँ हामी बस्ने ठाउँमा पुग्यौँ। अनि यहाँ पुरै यतातिर त सबै ढुङ्गा छापेको रहेछ है, आफ्नै गाउँ जस्तै। अनि हामी भित्र पस्यौँ, घरभित्र यस्तो माथिल्लो चढ्नुपर्ने रहेछ। यो चाहिँ बेडसिट हो, हाम्रो 3 जना बसेको थियौँ। त्यसपछि चाहिँ हामी घुम्न निस्क्यौँ। अनि बाहिरतिर कस्तो रहेछ हेर्नलाई निस्क्यौँ है। अनि त्यसपछि चियाबारी नि घुम्यौँ हामी। अनि त्यसपछि हाम्रो एकछिनमा चियाबारी घुमिसकेपछि दौड्ने कम्पिटिसन भयो, तर मैले हारेँ। अब उहाँहरू 2 जनाले चाहिँ जित्नुभयो मलाई। त्यसपछि यो मन्दिर रहेछ है। अनि यो मन्दिर पनि हामीले दर्शन गऱ्यौँ। अनि त्यहाँबाट भ्यू पनि राम्रो देखिने रहेछ है। त्यसपछि हामी राति पर्न लागिसकेको थियो। अनि हामी फर्क्यौँ, फेरि त्यहाँबाट फर्क्यौँ। अनि फर्केर खानासाना खायौँ फर्केर। अनि त्यसपछि यो चाहिँ भ्यू हो घले गाउँको। त्यसपछि हामी भोलि बिहानपल्टै उठ्यौँ। अनि सबै ड्रेसहरू लगायौँ। अनि एकछिन त्यहाँ सबै गाउँतिर घुम्यौँ, फोटोहरू खिच्ने काम भयो। अनि खिचिसकेपछि हामी अब फर्किने भन्ने कुरा थियो त्यही दिन। त्यही भएर फोटोसोटो खिचेर सकिसकेपछि हामी अनि गयौँ, खाजासाजा खायौँ। अनि यहाँ यसरी बिदाई गर्नुहुने रहेछ, मालासाला लाएर बिदाई गरिदिनु भयो। अनि हामी बाहिर निस्क्यौँ। अनि त्यसपछि त्यही नै हो गाइस। त्यसपछि हामी फर्क्यौँ, फाइनल्ली त्यही हो। अनि रमाइलो भयो, एकदमै रमाइलो ठाउँ छ है। एकचोटि जानु होला।